अर्को क्वेसन चाहिँ हाम्रो अर्को क्वेसन पनि एल हस्पिटल रुटकै छ। सो यो चाहिँ हाम्रो सुरुमा 0/0 फर्ममा छ। सो अब हामीले यसको लागि चाहिँ माथि त डेरिभेटिभ गरिदिउँ यसको लिमिट x टेन्ड्स टु 0 एक्सको डेरिभेटिभ कति भयो 1 भयो। अनि यहाँ चाहिँ हामीले प्रोडक्ट रुल लगाएर डेरिभेटिभ गर्दा हाम्रो कति आउनु भयो ब्राकेट दिउँ माथि माइनस साइन स्क्वायर एक्स प्लस कस स्क्वायर एक्स आउने भयो माथि। अनि तल चाहिँ हाम्रो 3 क्युबको डेरिभेटिभ चाहिँ 3x स्क्वायर हुनुभयो। अब यसमा पनि एक्सको ठाउँमा 0 0 हाल्यो भने हाम्रो केमा 0 0 फर्ममै छ। सो हामीले यसलाई फेरि एकचोटि डेरिभेटिभ गर्नुपर्छ। डेरिभेटिभ गर्नुभन्दा पहिला चाहिँ हामीले यो भनेको के थाहा छ कस स्क्वायर एक्स माइनस साइन स्क्वायर एक्स भनेको चाहिँ हामीले के थाहा छ कस 2x भन्ने थाहा छ। सो हामीले त्यसलाई कस 2x मा लेख्दिउँ लिमिट x टेन्ड्स टु 0 1 cos 2x 3x स्क्वायर। यो किन गरेको भन्दा यसले यसको डेरिभेटिभ गर्न अलि सजिलो हुन्छ त्यसको भन्दा। सो अब चाहिँ डेरिभेटिभ गर्दिउँ 1 को डेरिभेटिभ 0 हुनुभयो लिमिट x टेन्ड्स टु 0 यो चाहिँ 0 हुनुभयो माइनस कसको डेरिभेटिभ के हुन्छ हाम्रो कसको डेरिभेटिभ साइन हुन्छ कसको डेरिभेटिभ साइन हुन्छ भने चाहिँ माइनस साइन हुन्छ माइनस साइन 2x हुनुभयो। अब चाहिँ अब फेरि 2x को डेरिभेटिभ गर्नुपर्ने हुन्छ 2x को डेरिभेटिभ हाम्रो 2 हुने भयो अपन 3 × 2x। अब यो गऱ्यो भने यो अझै पनि केमा छ हाम्रो 0/0 फर्ममै छ अझै पनि 0/0 फर्ममै छ। फेरि एकचोटि यसलाई डेरिभेटिभ गर्नुपर्ने हुन्छ लिमिट x टेन्ड्स टु 0 यो भनेको हाम्रो कति भयो माइनस माइनस प्लस भयो 2 साइन 2x भयो अपन 6x छ। अब चाहिँ यो डेरिभेटिभ गर्दिउँ यो डेरिभेटिभ गऱ्यो भने हाम्रो के आउनु भयो लिमिट x टेन्ड्स टु 0 2 इन्टु साइनको डेरिभेटिभ हाम्रो कस 2x भनेपछि अब 2x को डेरिभेटिभ हाम्रो कति हुनुभयो 2 इन्टु 2 अपन 6x को डेरिभेटिभ 6। अब चाहिँ हामीले यसमा चाहिँ 0 को भ्यालु हाल्यो भने 4/6 कस 0 भनेको 1 हो 4/6 यो भनेको 2/3 यो चाहिँ हाम्रो एन्सर भयो।